छोटे भाइ कता हिँडेको नि? भाइ दसैँ आयो, दसैँमा अब यसो खसी बोका चाहिन्छ, त्यही भएर यसो गाउँ डुल्न हिँडेको नि। खसी बोका कता छ भनेर हेर्न। ओहो, माथला भएर साइला दाइले खसी बेच्छु भन्थे। दसैँ चाडपर्व घर नजिक आइसक्यो। अनि गाउँ उता सहरबाट छोराछोरी पनि आउँछन् अरे। अनि त्यो खसी बेचेर चाहिँ चाडपर्व मनाउनु पर्यो भन्दै थिएँ। मैले नि खसी त देखेको छैन। के त्यहाँ जाने हो त हेर्नको लागि? ए खसी ठुल्ठुलोहरू छ नि। अब मैले नि देखेको छैन। जाउँ हामी दुईजना गएर हेरौँ। मिलो भने लिनुहोस् न त। दुईजना गएर दाम काम गरौँ न त। हस् जाउँ न त। जाउँ न त। त्यही त कुरो गरौँ ल। नमस्ते साइदलाई। हजुर खसी बेच्नु भन्नुहुन्थ्यो। उहाँ भाइ किन्ने अरे। अनि हेरे उहाँ के कस्तो छ? खसी छ, बाख्रा छ, बोका छ। बसौँ। ए मलाई त बोका चाहिएको थियो। बोका छ होला नि? बोका छ। ए जाउँ त हेरौँ कस्तो छ के कस्तो छ हेरौँ न त। बोका छ हेरौँ। अब तपाईँलाई साढे किलो के हुन्छ पहिला हेरौँ न। हेरेपछि दाम मिलेपछि दाम मिल्यो भने लिउँला न त। अनि लिने होइन त? नि पक्का लिने हो। बोका ठिकै हो। अब तपाईँलाई कत्रो चाहिने हो? बोका त ठिकै छ। ठिकै लाग्यो मलाई चाहिँ। दाम कति राख्नु भएको छ? दाम चाहिँ हामीले यसलाई 10,000 भनेको छौँ। दसैँको बेला छ। हामी चिनजानी मान्छे। अब हामी सधैँभरि चिनजानी। उहाँ भाइले पनि बोका चाहिन्छ भन्नुभयो। दाम मिलाएर दिउँ न त। यसो तलमाथि मिलाउँ न त। 10,000 नभनौँ न। दाम त दसैँको बेला त्यही दसैँको बेला छ। धान 10,000 भनेको छौँ। कति सकिएला त? 9,000 दिनु ल। ठिकै छ। बसेर सल्लाह गरौँ न त। उहाँ पनि पुग्छ तपाईँलाई ठिक हुन्छ नि? 9,000 सल्लाह गरौँ न त एकछिन। बोका यो बोका अब फुर्तिलो छ। बोका त मेरो परिवार अनुसार नि ठिकै छ। मैले खोजेको नि यत्रै हो। तर दाम चाहिँ अलिकति तपाईँले मिलाइदिनु भयो। अब उहाँले भनेको नि भन। उहाँले भनेको नि भन। अब दाम 7,000 दिँदा हुँदैन? 7,000 होइन। अब लानु नि हुन्छ भने हजुरलाई दसैँको बेला छ ल 8,000 छोडिदिनु लानु हुन्छ हुन्छ। त। 8,000 दिँदा ठिकै छ। चाडपर्वको बेला दसैँको बेला महँगै हुन्छ। ठिकै छ। खसी बोका तपाईँलाई हुन्छ नि? त्यसो गर्दा ठिकै छ। ठिक छ। त्यसो भने त 8,000 रुपियाँ फिक्स गरिदिउँ न त। ल मैले 8,000 दिएँ। 8,000 लिनु नि त। 1 2 3 4 5 6 7 8 ल 8,000 तपाईँले मेरो भयो। ए सानी नानीलाई नि पुच्छर भाग चाहियो अब। ल तिमीको लागि पनि यो पुच्छर भाग ल। पापा खाऊ ल। ल यसको बान्ने डोरी चाहियो नि। तपाईँलाई डोरी पनि चाहियो भने अब दसैँको बेला छ। राम्रोसँग दसैँ बनाउनु। हस् हजुरहरू पनि राम्रोसँग मनाउनु होला। ल धन्यवाद। जाउँ त हेर्न। ल हस् त है। हस् तपाईँ। ठिकै छ त हामीलाई नि होइन? राम्रो बोको परेछ त। छोटे भाइ कि म अब जाउँ त? तपाईँ लिएर जानु सक्नुहुन्छ नि? अब सकियो नि यत्रो सहयोग गर्नुभयो तपाईँलाई धन्यवाद है। त्यसले ल भाइ चाडपर्व आएर त्यस्तै हो। ल राम्रोसँग गर्नु। भरेभरि भेट्नु न। म आउँछु नि हजुरको घरतिर। ल त है म लागेँ। राम्रोसँग जानु। किन कराएको हो यो यसरी? भोकले करायो कि क्या होला? आइज 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 आइज। सर यस्तो राम्रो घाँस छ घरमा।
घाँस हाल्ने मान्छे पनि कोही छैन हो आज आइज 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 हो आइज चढ्दैन साथी त भोक लागेर कराएको कि के हो यो आइज आइज घाँस छ घाँस खानु चर्नु यही त्यहाँ चढ्दै गर म यहाँ एकछिन फोन आइरहेछ म फोन यसो हेर्दै गर्छु ओहो मैले सोचेको जस्तो शिकार बल्ल पो फेला पर्यो त हजुर हजुर ए गाउँमा यहाँ मैले बोको भेटिसकेँ भने जस्तो बोको भेटिसकेँ हजुर अलि दुःख गर्नु परेन ल अब चाहिँ दसैँ मनाउन पाउला जस्तो छ बोको कहाँबाट ल्याउनु नि घरमा आफैले पालेको बोको दसैँ नि आयो मलाई नि बोको चाहिएको थियो बेच्छस् त मलाई किन्नुहुन्छ भने बेच्छु कति रहेछ दाम त यसको दाम त अब 10,000 हो 10,000 होइन बोको पनि सानो छ मैले 5,000सम्म हालिदिएँ 5,000मा त यस्तो बोको कहाँ पाउँछ र बोको सानो छ ल दिन्छस् भने 6,000सम्म दिएँ होइन बे म लाग्छु तर लिएर जानु ल 6,000 काँची दिने हो नि पैसा निकालिसकेँ मैले हेर ल ल अब बोको भयो मेरो भयो नि फेरि लिएर जानु ल आज आज ओहो घर जाने बेला पनि भएछ बोको पनि अगायो होला अब त घर जाने बेला भयो ल ओहो खोइ त कहाँ गयो मेरो बोको लाउन यहीँ बाँधेको बोको अघिसम्म थियो ओहो चोरो ल्याएको बोकाको 6,000 भयो नि आयो दसैँ चाहिँ अब राम्रोसँग मनाउनु पर्यो बोकेको बोको कहाँ गयो यहीँ बाँधिरहेको थियो यहीँ चरिरहेको थियो कहाँ गएछ बोको तेरि कहाँ गयो त हो त्यत्रो पैसा तिरेर ल्याएको बोको कहाँ गयो होला त कसले लिएर गयो होला त त्यसले घर थाहा पायो भने त बाँच्छ दसैँको बेलामा नि सस्तोमा बोको पायो त्यही भयो रमाइलो हुन्छ अहिले ओहो मुन्द्रे कहाँबाट लिएर आयो तिमीले मेरो बोको कहाँ हुनु भर्खरै मैले 6,000 तिरेर लुटेसँग किनेर ल्याउँदैछु हुन्छ लुटेसँग तिमीले 6,000 किनेको मैले साइले त घरमा 8,000 रुपियाँ तिरेर किनेर कहाँ ल्याएर हुनु उसले घरबाट तराउँदै मेरो बोको भनेर तराउँदै ल्याउँदै थियो त्यही भएर त मैले चलाउन किनेर राखेको बोको लुटेले बोकेर हिँड्ने जस्तो छ त कहाँ हुनु त्यो लुटे त्यस्तो फटा मान्छे हो र लुटे फटा हो नि त्यसले त अर्काको चोरेर बेच्दै हिँड्छ यो त मेरै बोको हो दिनुहोस् कहाँ त्यसो भनेर हुन्छ अब त्यो फटासटा थाहा भएन मैले भर्खरै 6,000 खनखन्ती गरेर किनेर ल्याएको हुन्छ यो मेरै बोको मेरै बोको होइन के को झगडा हो यो मेरो 6,000 अर्को यो हेर्नु न दाइ मैले भर्खरै लुटेसँग 6,000 मा किनेर ल्याएको बोको कहाँ हुन्छ यहाँ मैले यो बोको साइले चाहिँ घरमा 8,000 रुपियाँ तिरेर किनेर लिएर आएको मैले भर्खरै उहाँलाई अनि लुटेले बोकेछ अरे। यो एउटा बोकोमा यतिको झगडा गर्नुपर्छ त लुतेलाई अगाडि बढाएर सोधे हुँदैन अब लुटे कहाँ पुग्यो मैले भर्खरै लुटेलाई त जसरी पनि खोजेर ल्याउनु पर्यो त तिमीले। लुटेलाई खोज्नु दसैँको बेला झगडा गर्नुहुन्छ म त लाग्यो तपाईँहरूको झगडा तपाईँहरूले मिलाउनु जाउँ त्यो लुटेलाई खोज्न जाउँ 6,000 परेको छ यो बोकोमा